के तपाईले कहिले नोटिस गर्नुभएको छ त्यो केटी जसलाई तपाई मन पराउनुहुन्छ, तपाईसँग उनको बोलीचाली पनि राम्रो छ, तर तपाईलाई उनले कुन नजरले हेरिरहेकी छिन्, मन पराउँछिन् कि पराउँदिनन् तपाईलाई थाहा छैन। यदि उनले तपाईलाई आफ्नो बनाउन खोजिरहेकी छिन् भने उनले तपाईलाई यसरी अब्जर्भ गरिरहेकी हुन्छन्। महिलाले गर्ने यो 10 व्यवहारबाट तपाईले जान्न सक्नुहुन्छ कि उनले तपाईलाई आफ्नो बनाउनको लागि के टेस्ट गरिरहेकी छिन्। यो भिडियो हेरिसकेपछि तपाई बुझ्न सक्नुहुन्छ यो केटीको बिहेभियरले कुन कुराको संकेत गरिरहेको छ र तपाईले आफ्नो रिलेसनशिपलाई कसरी बुझ्ने र कसरी ह्यान्डल गर्ने, यही विषयमा 10 वटा टिप्सहरु म दिन गइरहेको छु। भिडियोलाई पुरा हेर्नु होला। नम्बर 1, यदि तपाईको गर्लफ्रेन्डले सोध्छिन् कि तिमी कहाँ छौ। साइकोलोजिकली केटीहरूले यो प्रश्न बारम्बार सोध्छन्, अहिले कहाँ छौ भनेर, किनकि अहिले फोनको जमाना छ। फोन भएको कारणले गर्दाखेरि फोनमा फोन गर्ने बित्तिकै सबैभन्दा पहिलो प्रश्न आउँछ अहिले तिमी कहाँ छौ भनेर, किनकि उनीहरूलाई तपाईको विषयमा सबै कुरा जान्ने मन हुन्छ। तर ध्यान दिनुस्, केटीले केवल उनीलाई मन पराउने वा उनले आफ्नो नजिकको ठानेको मान्छेलाई मात्र यस्तो प्रश्न सोध्ने गर्छन्, सबैलाई सोध्दैनन्। यसरी सोधेर उनी तपाईको जवाफ कस्तो आउँछ भनेर टेस्ट गर्छिन्। त्यसैले सधैँ इमानदार रहनुहोस्, सही कुरा बताउनुहोस्। यसैगरी नम्बर 2 मा छ, उनले अचानक प्लान क्यान्सल गर्छिन् भने, मानव कतै घुम्न जाने वा केही गर्ने कुनै योजना बनाउनु भएको थियो र उनले पहिले ठीक छ भनिन् तर अचानक प्लान चाहिँ रद्द गरिन् भने यसको अर्थ उनी तपाईको रिस र पेशेन्स टेस्ट गर्दैछिन्। धेरै केटीहरूलाई शान्त र संयमी स्वभावका केटा मनपर्छ। यदि यस्तो कुनै प्लान क्यान्सल गरिन् भने तपाईले ओभर रियाक्ट नगरी भन्नुहोस्, ठिकै छ यो प्लानलाई अर्को दिन रिसेड्युल गरौँला। उनलाई हेरेर हल्का मुस्कुराउनुहोस्। यसैगरी नम्बर 3 मा, यदि उनले आफ्नो एक्स बारे कुरा गर्छिन् भने, यदि तपाईको गर्लफ्रेन्डले आफ्नो अघिल्लो रिलेसनशिपको बारेमा कुरा गर्दैछिन् भने उनी तपाईलाई टेस्ट गर्दैछिन्। तपाई रिसाउनुहुन्छ कि शान्त रहनुहुन्छ भनेर, के गर्ने ध्यानपूर्वक सुन्नुस् र भन्नुस् कि तपाईको लागि उनी महत्त्वपूर्ण छिन्। तपाईको फ्युचर र प्रेजेन्ट उनी नै हुन्। यसैगरी नम्बर 4 मा, यदि उनले तपाईको गोल्स र फ्युचर बारे सोध्छिन् भने केटीहरूले प्राय सिक्युरिटी खोज्छन्। त्यसैले यदि उनले तपाईको क्यारियर, लक्ष्य र भविष्यबारे सोधिरहेकी छिन् भने यो क्लियर साइन हो उनले तपाईलाई मन पराइसकेकी छिन्। उनी टेस्ट गर्दैछिन् कि तपाई उनलाई राम्रो लाइफस्टाइल दिन सक्षम हुनुहुन्छ कि हुनुहुन्न भनेर टेस्ट गरिरहेकी हुन्। यसैगरी नम्बर 5 मा, यदि उनले अचानक आफ्नो बिहेभियर चेन्ज गर्छिन् भने कहिलेकाहीँ रिसाउने, अचानक इग्नोर गर्ने, ढिलो रिप्लाई गर्ने, लेट आइपुग्ने, यी सबै व्यवहारले देखाउँछ कि उनी तपाईको पेशेन्स र लोयल्टी टेस्ट गरिरहेकी छिन्। यसैगरी नम्बर 6 मा, यदि उनी भन्छन् तपाई त्यो मान्छेसँग कुरा नगर्नुस्। यदि उनले तपाईलाई अरूसँग कुरा नगर्न भनिन् भने उनले तपाईलाई आफ्नो ठानेकी छिन्। यो पनि टेस्ट हो, तपाई उनको कुरा मान्नुहुन्छ कि मान्नुहुन्न भनेर। यसैगरी नम्बर 7 मा, उनले तपाईलाई प्राइभेटमा इन्सल्ट गरिन् भने, मानव तपाई 2 जना मात्रै हुनुहुन्छ र उनले तपाईलाई हल्का इन्सल्ट गरिन् भने यसले के देखाउँछ भने उनी तपाईको सेल्फ रेस्पेक्ट टेस्ट गर्दैछिन्। केटीहरूलाई हाई सेल्फ एक्टिभ भएको केटा मनपर्छ। यसैगरी नम्बर 8 मा, यदि तपाईलाई उनले आफ्नो साथीहरूसँग इन्ट्रोड्युस गराउँछिन् भने यसरी पनि उनले तपाईलाई टेस्ट गरिरहेकी हुन्छन्। तपाई अरूसँग कसरी कुरा गर्नुहुन्छ, कस्तो कन्फिडेन्स देखाउनुहुन्छ भनेर। उनको फ्रेन्डहरूसँग कुरा गर्दा तपाईले आफ्नो गर्लफ्रेन्डलाई कन्भर्सेसनमा सामेल गर्न चाहिँ नबिर्सनु होला। कसैको बानी हुन्छ नि, आफू मात्र कुरा गरिरहने, कुरा गर्न लागेपछि आफूलाई परिचय गराउने साथीलाई नै आफूले बिर्सिदिए। त्यस्तो चाहिँ नहोस् है। यसैगरी नम्बर 9 मा छ, यदि उनले ढिलो रिप्लाई गर्छिन् भने, यदि उनले तपाईको मेसेज वा कललाई 1-2 घण्टापछि वा केही समय 1 दिन पछि नै रिप्लाई गर्छिन् भने पनि यो उनले तपाईलाई टेस्ट दिइरहेकी छिन्। उनी हेर्न चाहन्छन् तपाई आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ, पढाइमा पनि ध्यान दिइरहनु भएको छ कि उनको लागि मात्रै 24 घण्टा फ्री हुनुहुन्छ भनेर। यसलाई तपाईले पनि ब्यालेन्स गर्नुस्, ब्यालेन्स गर्न सिक्नुस्। तपाई पनि यस्तै ढिलो रिप्लाई गर्नुस्। हतारमा खुसी भएर मलाई त उनले माया गरेकी रहेछिन्, अझ म भनेपछि यस्तो गर्दै रहेछिन्, उस्तो गर्दै रहेछिन् भनेर फुरुङ्ग भएर
रिप्लाई दिन लाग्नुभयो त्यसबाट पनि नेगेटिभ उनलाई इम्प्रेसन पर्न सक्छ। त्यसैले ढिलो रिप्लाई गर्नुहोस्। नम्बर 10 मा यदि उनले तपाईलाई आफ्नो फ्यामिली फङ्सनमा कुनै पनि काममा बोलाउँछिन् भने यो सबैभन्दा स्ट्रङ साइन हो। उनले तपाईलाई मन पराइसकेकी छिन् र तपाईलाई आफ्नो जिन्दगीभर नजिक ल्याउन खोजिरहेकी छिन् भन्ने। त्यसैले साथै यो 10 साइनहरूले देखाउँछन् कि तपाईको गर्लफ्रेन्ड तपाईलाई टेस्ट गरिरहेकी छिन्। यो टेस्टमा तपाई पास हुनुभयो भने सधैँ उनले तपाईलाई आफ्नो आँखा अगाडि नै राख्न चाहन्छन्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। तपाई यो टिप्स हेर्दै हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छ भने तपाईलाई विशेष धन्यवाद। यदि सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ।